तो अब यार शुरू करते हैं बिना किसी बकचोदी। आज चाहिँ म यो 2 PM करेन्ट के 2 मिनेटमा बनाउन सक्छु होला त कि सक्दिनँ। सुरुमा चाहिँ मैले 2 PM बनाउनको लागि आगो जालेँ अनि आगो जालेपछि चाहिँ मलाई छिटो काम गर्नु थियो अनि डिउटी पनि बसालिदिएँ अनि पानी पनि 1 बोतल खनाइदिएँ। अनि पानी पनि खनाइदिएपछि चाहिँ मैले अनबक्सिङ हान्न थालेँ करेन्टको। अनि अनबक्सिङ हानेर पनि डुबाइदिएँ। अनि डुबाइदिएपछि चाहिँ मैले चाहिँ अनि त्यसपछि चाहिँ थाल बचालिदिएँ किनकि बाफले छिटो पाक्छ नि त। बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। अनि के गरौँ भयो त्यो। अनि घर गएँ, घरको धनियाँ टिप्न गएँ अनि हरियो थियो टन्नै थियो। अनि टिप्दै थिएँ मस्तले अनि हिँडिदिएँ मस्तले चिल पारामा। अनि त्यसपछि चट्टा लाएर धोइदिएँ अनि प्याज पनि काटिदिएँ। प्याज धनियाँ भुट्यो अनि त्यसैसम्म भक्लक पनि उम्लिसकेको थियो करेन्ट। अनि 3टा प्याकेट पाथेँ, यहाँ हेर्न सक्नुहुन्छ ससको। अनि त्यसपछि चाहिँ म हालिदिएँ धेरै ढिलो नगरिकन फास्ट काम गरिरहेको थिएँ किनकि 2 मिनेटमा मलाई बनाउनु छ नि त। अनि सबै मसला हालेर अब मस्तले चिल पारामा मोल्नुपर्छ। अनि सस पनि हालिदिएँ। रातो सस कति पिरो हुन्छ होला गाइज। हजुरहरू पनि घरमा 2 मिनेटमा ट्राई बनाउन सक्नुहुन्छ कि सक्नुहुन्न कमेन्टमा लेख्नु होला। अनि म खतरनाक पाराले मोलिदिरहेको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ। मोल्दै खतरनाक घुमाइन्छु। फेरि यो मेरो युनिक तरिका हो। अनि त्यति कुरामा चाहिँ बनी भइसकेको छ गाइस। मेरो यति मेहनतको लागि लाइक एन्ड सब्सक्राइब हानिदिनु होला। बाइ गाइज।